स्थानीय विद्यालय, क्लब तथा सङ्घ संस्था लगायत छिमेकी जिल्लामा बासिन्दाहरू दर्शन, वनभोज, घुमघाम आदिका लागि आलमदेवी अवस्थित डाँडो लसर्गा आउने गर्दछन्। आलमदेवीको मन्दिर प्रवेश गर्ने पूर्वी मार्गमा रहेको आँपको बगैँचा अत्यन्त रमणीय छ। स्वर्गवासी राजा वीरेन्द्र तथा रानी ऐश्वर्याले पनि यस स्थानमा वृक्षारोपण गरेको स्थानीय बुढापाकाहरू बताउँछन्। यस स्थानमा पहिलेदेखि नै ठुला ठुला आँपका बोटहरू छन्। दुई किनार मिलाएर लहरै रोपिएका यी वृक्षहरू मनमोहक देखिन्छन्। दक्षिणपट्टि काली गण्डकीको तीरमा अवस्थित रुद्र शमशेरले बनाएको राणाकालीन दरबार, रानी महल, उत्तरतर्फ लुम्पेक हिलेको लेक, पश्चिमतर्फ रिडी रिखिश्वरलाई छेकेर रहेको कारीकोट चण्डी भन्ज्याङको लेक र देउराली बजार, दक्षिण पश्चिममा अर्गली गाविसको मनोरम फाँट र पूर्वोत्तर भेगमा काली गण्डकी किनारको बिर्गा उपत्यका लसर्गाबाट प्रष्ट देख्न सकिन्छ। यो आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा पनि विकसित हुँदैछ। आलमदेवीको भाकल गरे सोचेको कुरा पूरा हुने, तर भाकल पूरा नगरे हानि हुने जनविश्वास रहेको छ। ध्वजा, अक्षता, पैसा, दूध, धूपका अतिरिक्त बोका भेडाको पनि भाकल गर्ने गरिन्छ। स्थानीय बासिन्दाले कुनै अनिष्ट भएमा देवीको स्मरण गर्दछन्, पैसा उठाउँदछन्। प्रत्येक वर्ष बडा दशैंका अष्टमी तिथिका दिन बिर्घाका क्षेत्रपाल देवताको मन्दिरबाट रात्रिमा आलमदेवीतर्फ आगोको मुस्लो उडेको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन्। यसलाई आलमदेवी र क्षेत्रपालको मिलनका रूपमा लिइन्छ। स्थानीय स्तरमा आलमदेवीका पूजाहरू: नियमित पूजा। आलमदेवीको नित्य पूजा प्रत्येक दिन हुने गर्दछ। यहाँ मगर कुमार पुजारीबाट नियमित पूजा हुने गरेको छ। दर्शनार्थ तथा पूजाका लागि आउने दर्शालुबाट पनि दिनहुँ पूजा हुन्छ। स्नान गरेका तथा केही पनि नखाएका पुरुषहरूले मन्दिरको मुख्य भागभन्दा बाहिर बसेर पूजा गर्न पाउँदछन्, तर महिलाहरूले भने मन्दिरको बाहिरी ढोकाबाट देवीको पूजा तथा दर्शन गर्दछन्। पुजारीहरू भित्री मुख्य भागमा बसेर पूजा गर्दछन्। महिलाहरू रजस्वला भएका बेलामा पनि मन्दिरभित्र पस्न सक्ने भएकाले उनीहरूलाई ढोकाभन्दा भित्र प्रवेश गर्न नदिइएको पुजारीहरू बताउँछन्। मगर पुजारीहरू प्रत्येक दिन बिहान सबेरै उठेर स्नान गरी चोखो जल लिएर मन्दिर जान्छन्। देवी अलप भएको स्थानमा गाईको शुद्ध गोबरले लिपेर देवीको धूप आराधना गरिन्छ। देवीलाई फूल, अक्षता र प्रसाद चढाइन्छ। बत्ती बालिन्छ र शङ्ख घण्ट बजाइन्छ। पाञ्चायन विधिबाट देवीको पूजा गरिन्छ। देवीका नित्य पूजा सकिएपछि दर्शनार्थीले चढाउन ल्याएको दूध, धूप चढाइन्छ। धूप गरिन्छ। हातले काटेका बत्ती तेल घिउमा भिजाएर बालिन्छ। यहाँ पूजा गर्न आउनेले दुईपट्टि पुरा किनारा भएको शुद्ध कपडाको ध्वजा चढाउने गर्दछन्। ध्वजा रातो, सेतो, नीलो, पहेँलो, हरियो, कालो रङको हुने गर्दछ। आलमदेवी दर्शनमा आउनेले पूजापछि अक्षताको टीका र ध्वजा लगाउने गर्दछन्। बोका, भेडा, राँगा, कुखुरा बलि दिनेहरूले रगतमा मुछेको टीका पनि लगाउने गर्दछन्। सामान्य अवस्थामा पनि पुजारीहरू 12 बजेसम्म भोकै बस्दछन्।
खाएको मान्छे आएमा मन्दिरभित्र प्रवेश दिइँदैन। दर्शालुहरू बाँकी भएको खण्डमा भने जति ढिला भए पनि पुजारीले खाना खान पाउँदैनन्। पूजामा आउनेहरूले अक्षता, फूल, अबिर, केसरी, जौ, तिल, चिनी, बत्ती, अगरबत्ती, फलफूल, दूध हुनेले दूध लिएर आउँछन्। घरमा दुहुनु हुनेहरूले अघिल्लो दिन चोखनिष्ठ गरेर गाई भैँसी दुही दही जमाउँछन्। यसलाई स्थानीय भाषामा चोखा राखेको भनिन्छ। चोखा राखेको समयमा दुध खानु हुँदैन। भोलिपल्ट चोखा राखेको दुधलाई मही पारेर नौनी पनि देवीलाई चढाउन ल्याइन्छ। यसैलाई धूप भनिन्छ। देवीलाई दुध धूप चढाउने कार्य कतिपयले भाकल गरेर त कतिपयले भाकलै नगरे पनि गर्दछन्। भक्तालुहरूले देवीलाई भाकल गरेर उठाएको पैसा पनि चढाउन ल्याउँछन्, जसलाई भेटी भनिन्छ। नियमित पूजाका लागि टाढा टाढाबाट पनि भक्तालुहरू आउँछन्। कतिपय बलि दिन पनि बोका, भेडा, राँगा, कुखुरा लिएर आउँछन् भने कतिपय दुध, धूप र धूप नहुनेहरू अक्षता, पैसा मात्र लिएर पनि आउँछन्। बलि दिइने जनावरलाई पुजारीले नै बलि दिनु पर्दछ। कुखुरा बलि दिँदा मन्दिरभित्र मुख्य मन्दिर बाहिरपट्टि पूर्वी भागमा दिइन्छ। अन्य जनावरलाई मन्दिरको मुख्य द्वार अगाडिपट्टि रहेको काठको किलामा बाँधेर बलि दिइन्छ। यस बलि दिने किलालाई मौलो भनिन्छ। राँगा, बोका जस्ता जनावरहरू ठुला भएमा र पुजारीले बलि दिन नसकेमा पुजारीले मनाएको अन्य मगर पुजारीबाट बलि दिइन्छ। नियमित पूजाका सन्दर्भमा सम्वत 1857 साल पुस 4 गते शनिबारको रुक्का पनि प्राप्त भएको छ। यो रुक्का जीव शाहले चढाएको देखिन्छ। यस रुक्कामा नियमित रूपमा देवीको पूजा गर्नु, साँझ बिहान अक्षता गर्नु, साँझ बिहान नगरा कर्नाल गर्नु भन्ने उल्लेख छ। उक्त पूजाका लागि 150 मुरी खेतका व्यवस्था गरिएको छ। विक्रम सम्वत 1857 साल पुस 4 रोज 7 मा जारी भएको लालमोहरमा पनि कुलदेवताका नाममा गुठी छुट्याइएको छ। विक्रम सम्वत 1843 सालमा जीव शाहले नगरामा लेखी चढाएको लालमोहरमा 7 किलो बमोजिमको 150 मुरी खेत थामिएको उल्लेख छ। पुरानो लालमोहरको ढाँचामा गरिएको यसमा पनि देवीको साँझ बिहानको पूजा नबिराई गर्नु, नगरा कर्नाललाई क्रमशः 30 र 20 मुरी दिनु, 100 मुरी मध्य नित्य नैमित्तमा पूजा गरी बाँकी रहेको पुजारीले भोग गर्नु, पूजाका प्रसाद हाम्रा हजुरमा चढाउनु, बेजागी गरेमा पञ्च महापातक लागोस् भन्ने बेहोरा छ। विशेष पूजा। प्रत्येक दिन नियमित पूजा हुने आलम देवीमा विशेष मौकामा विशेष पूजा पनि हुने गर्दछ। बडा दशैं, चैते दशैं र न्वागी खाने दिन मङ्सिरमा यहाँ विशेष पूजा लगाइन्छ। क. बडा दशैं। आश्विन शुक्ल दशमीलाई हिन्दू धर्मशास्त्रहरूमा बडा दशैं भनिन्छ। दशैं अगाडिको 9 दिनलाई नौरथा अथवा नवरात्रि पनि भनिन्छ। प्रत्येक वर्षको बडा दशैंका 10 दिन आलमदेवीमा सर्वाधिक चहल पहल हुने दिन हुन्।
प्रत्येक बडा दशैंको नवरथाका अवसरमा श्री 5 महाराजाधिराज तथा श्री 5 बडा महारानी स्वयं र राजपरिवारका अन्य सदस्यहरू उपस्थित भई आफ्ना कुल देवताको पूजा गर्ने प्रचलन छ। श्री 5 महाराजाधिराज तथा श्री 5 बडा महारानी र राजपरिवारका सदस्यहरू उपस्थित हुन नसकेमा पुजारीहरूले सरकारी पूजा लगाई नवमीको दिन दरबारमा फूल प्रसाद चढाउने गर्छन्। घटस्थापनाको दिन आलमदेवी मन्दिरमा जमरा राखिन्छ। यस दिन सरकारी बोको बलि दिइन्छ। महानवमीका दिन ठुलो पूजा लाग्दछ। यस दिन सरकारी राँगो बलि दिइन्छ। यस दिन ब्राह्मणद्वारा होम गराइन्छ। काल रात्रिको दिन मध्यरातमा बोकाको बलि दिइन्छ। दशैंको 9 दिन पुजारीहरू कोटघरमा सुत्नुपर्छ। यो बेलामा उनीहरू घर जान पाउँदैनन्। बडा दशैंका दिन आलमदेवीको पूजा अक्षता जमराले गरिन्छ। साइत अनुसार देवीलाई जमरा र अक्षता चढाएपछि बन्दुक पड्काइन्छ। वरिपरिका बासिन्दाहरूले आलमदेवीका बन्दुक पड्किएपछि टीका लगाउने बेला भएछ भन्ने थाहा पाउँछन्। बडा दशैंका 9 दिन घटस्थापनादेखि नवमीसम्म यहाँ धुमधामले पूजा लाग्दछ र यी 9 दिनमा सबैभन्दा बढी बलि लाग्दछ। नवमीका दिन वर्षमा एक पटक मात्र कोत पूजा भनेर सुँगुर बलि दिइन्छ। नवमीका दिन सरकारी पूजाको रूपमा एक राँगो, एक भेडा र 3 वटा कुखुराका भाले बलि दिइन्छ। 7 जना पुजारीबाट सम्पन्न गरिने यो पूजामा काटिएको भेडाको अगाडिको दाहिने सपेटा तिलक होम र रक्षाबन्धन कोजाग्रत पूर्णिमा भित्र राजदरबारमा पठाइन्छ। बडा दशैंको पूजाको बेला राँगो, बोका, भेडा र सुँगुर चोचे बलि दिँदा 2-2 फायर मन्दिरका भरुवा बन्दुकद्वारा बढाइ दिइन्छ। बढाइ दिनका लागि चाहिने पिउठानी फुक्का बारुद शाही नेपाली सेनाको पाल्पा म्यागजिन अड्डाबाट बडा दशैंमा 335 ग्राम र चैते दशैंमा 35 ग्राम उपलब्ध गराउने व्यवस्था दरबारले गरिदिएको छ। ख. चैते दशैं। चैते दशैं रामनवमीमा पनि आलमदेवीको विशेष पूजा लाग्दछ। बडा दशैंमा जस्तै चैते दशैंमा पनि आलमदेवीको प्रसाद पुजारी मार्फत दरबारमा पठाइन्छ। विशेष परिचय पत्र पाएका पुजारीलाई दरबारमा सिधै प्रवेश हुने र प्रसाद बापत पुजारीलाई राजाबाट लिखित रूपमै विशेष धन्यवाद प्रदान गरिन्छ। चैते दशैंमा पनि ब्राह्मण पण्डितद्वारा होम गरिन्छ। विशेष अवसरमा पण्डितद्वारा अग्नि स्थापना विधिबाट पूजा होम गरिन्छ। यस दिन सरकारी राँगो र बोका बलि दिइन्छ। सर्वसाधारणबाट पनि यस दिन बलि दिन धेरैको संख्यामा बोका कुखुरा ल्याउने गरिन्छ। त्यस्तै चैते दशैं राकेट पामले आलम थानाङ स्वानिङके पामले भोलको मगर भाषाको गीत पनि खुबै गाइन्छ। स्थानीय युवा युवतीलाई चैते दशैं आलम थानमा भेटघाट गर्ने विशेष अवसर बन्दछ। लसरगा डाँडामा चैते दशैंमा वरिपरि गाउँका मान्छेहरूको पनि खुबै जमघट हुन्छ। देवीको दर्शन पनि हुने, मेला भर्न पनि पाइने भएकाले यस दिन लसरगा डाँडामा चहल पहल बढ्छ। ग. न्वागी पूर्णिमा मङ्सिर।
प्रत्येक वर्ष फलेको नयाँ चामल खानु अघि होम लगाएर देवीको पूजा गरी न्वागी खाने चलन छ। दहीमा भिजाएको चोखो चामललाई न्वागी भनिन्छ। स्वाद अनुसार दही चामलमा चिनी, सक्खर र केरा पनि हालिन्छ। पूर्णिमा तिथिमा पनि अझ दिन हेराएर तथा साइत जुराएर मात्र न्वागी खाने दिन निकालिन्छ। यहाँका पुजारी मगरहरू 12 घर छन्। नगरचीहरू 4 घर र हतियारमा सान लगाउने 3 घर कामीहरू छन्। 12 घर मगरले मङ्सिरमा देवीको मन्दिरमा होम लगाएर बल्ल नयाँ चामल प्रयोग गर्दछन्। यस दिन एक सरकारी बोकाको बलि दिइन्छ। बढाई लगाएर वरिपरिका बासिन्दालाई न्वागी खाएको जनाउ पनि दिइन्छ। आलमदेवीका पुजारीहरू। आलमदेवीका पुजारीहरू मगर मात्र हुने प्रचलन छ। कन्या केटीलाई विवाह गरेर ल्याएकी विवाहिता ब्याइते पट्टीबाट जन्मेकालाई मात्र पुजारी बनाइन्छ। विधवा आइमाई तथा ल्याइता पट्टीबाट जन्मिएकोलाई पुजारी बनाइँदैन। आलमदेवीको पुजारी कुमार केटा मात्र हुन पाइन्छ। विवाह गरेपछि तथा कुमारत्व सकिएपछि यहाँको पुजारी हुन पाइँदैन। अघिल्लो पुजारीले विवाह गरेमा तथा कुमारत्व नष्ट भएमा नयाँ पुजारी खोजिन्छ। हालसम्म 32 जना पुजारीहरूले आलमदेवीको सेवा गरिसकेका छन्। उपसंहार। आलमदेवी शाहवंशीय राजाहरूका कुलदेवता हुन्। यो कुरा राजा रणबहादुर शाहका पालामा साके सम्वत 1708 ज्येष्ठ कृष्ण सप्तमी तिथि शनिबार जीव शाहले राजाका तर्फबाट आलमदेवीलाई चढाएको नगरामा उल्लेख छ। त्यस्तै सम्वत 1843 आश्विन 13 गते बिहिबार राजा रणबहादुर शाहले जीव शाह मार्फत चढाएको लालमोहरमा पनि आलमदेवीलाई श्री कुलदेवता भनिएको छ। माथिका प्रमाणहरूले आलमदेवी शाह राजाहरूकी कुलदेवी भएको तथ्यलाई उजागर गर्दछ। आफ्ना कुलदेवताको नित्य पूजा आजा देखभाल र संहारका लागि आज पर्यन्त गद्दिनशीन राजाहरूले ध्यान दिएको पाइन्छ। सरकारी तथा स्थानीय स्तरबाट पनि ऐतिहासिक, सांस्कृतिक एवं राष्ट्रिय मानस तीर्थ आलमदेवीको संरक्षण र सम्वर्धनमा ध्यान दिनुपर्ने देखिन्छ। बिर्गा छ मौला। आलमदेवी पर्वेशाङ्क बिर्गा स्याङ्जा 2062 नामक स्मारिकामा लेखिएको यस लेख टोकराज पाण्डेद्वारा लेखिएको लेख हो।